ह्याप्पी तिहार सबैजनालाई। भोलि टिका हो। टिकाको शुभकामना सबैजनालाई। तिहार टिका मनाउनुस् राम्रोसितले। अब हामी चाहिँ छैन हैन, त्यही पनि यसो डुलो जान लाग्यो। अब के गर्नु, अब छुट्टी पनि सिद्धिन लाग्यो। थोरै दिन बाँकी छ, 12 गतेबाट स्टार्ट हुन्छ काम। अब अहिले 11 गतेसम्म त अब इन्जोय गर्नु पर्यो हैन। काम गर्न सुरु गरेपछि फेरि भिडियो बनाउनु नि भ्याउँदैन। त्यही भएर अहिले नि जति सक्दो म भिडियो बनाउने हो भनेर चाहिँ डेली ब्लग्स हालिराखेको छु। हेरिदिनुहुन्छ भन्ने ठुलो आशा छ। हजुरहरूको मायाले नै अगाडि बढ्ने हो हामी। अब जस्ट इन्टरटेनको लागि चाहिँ बनाउँछु म चाहिँ। जो बोर्डम किल गर्नलाई चाहिँ। अब बोर छ हैन, लाइफ छुट्टी धेरै लामो हुँदा पनि कसरी यो छुट्टी कटाउने भन्ने हुन्छ कि। अनि झन् युट्युबले गर्दा टिकटकले गर्दा चाहिँ टाइम पास चाहिँ मजाले हुन्छ। त्यो टाइम पासै हो भन्नुपर्छ। त्यो अब लाइफमा के न के गर्नुपर्ने भन्ने अब ठुलो प्लानिङ केही छैन हैन। अब यस्तै हो लाइफ। टिकटक बनायो, युट्युब बनायो, अनि बोर्डम किल गर्यो, रमाइलो गर्यो हैन। रमाइलो गर्नुपर्छ, मरेर जाने केही छैन। मान्छेको जिन्दगीको केही भर छैन हैन। त्यही भएर चाहिँ बाँचुन्जेल यसो रमाइलो गर्ने, घुम्ने, खाने यही हो जिन्दगी। त्यही भएर सबैजना हजुरहरू पनि ह्याप्पी तिहार मनाउनुहोस्। हाम्रो तिहार नभए पनि हामी चाहिँ अब यसो बाहिरतिर जान लाग्यो। ह्याप्पी तिहार टु अल अफ यु। कानको जाल फुट्यो। कानको जाल फुट्यो। बापरे, कानको जाल फुट्यो। आइया मम्मा बबाल पड्कायो। कानको जाली फुट्यो गाइस। राइडर्सहरुको अर्कै भए पनि राइडर्स नै हो यिनीहरू। भ्युज जान्छ मजाले। रमाइलो त हो नि हो। अहिले नगरेको इन्जोय कहिले होइन त। अहिले नगरेको इन्जोय कहिले लाइफ।